नमस्ते। आज चाहिँ म तपाईहरुलाई तपाईको कम्प्युटर स्लो छ भने यसलाई कसरी फास्ट बनाउने भन्ने विषयमा म स्क्रिनशट देखाउन लागिरहेको छु। यहाँहरुले स्क्रिनमा हेर्न सक्नुहुन्छ। सबभन्दा पहिला त यहाँको कम्प्युटर अलिकति पुरानो हुँदै गएपछि स्लो हुन्छ नै। यसलाई पनि अब कसरी केही फास्ट बनाउने भन्ने विषयमा म तपाईहरुसँग छलफल गर्न लागिरहेको छु। सबभन्दा पहिला तपाईले यो माउसको पोइन्टर देख्न सक्नुहुन्छ। स्टार्ट बटनमा जानुहोस् अनि तपाईले रन प्रोग्राम खोल्नुस् है त। RUN भनेर इन्टर गर्दिनु भयो भने रन प्रोग्राम खुल्छ। त्यसपछि यहाँ तपाईले लेख्न सक्नुहुन्छ जस्तो %TEMP लेखेर इन्टर गर्दिनुस् है। टेम्पोरेरी फाइलहरु यहाँ क्लिक गरेर तपाईले सिलेक्ट अल गरेर डिलिट गर्दिनुस्। यसलाई शिफ्ट डिलिटै हान्दिनु भयो भने टोटल डिलिट हुन्छ। यसले टेम्पोरेरी फाइलहरु डिलिट गर्दिन्छ। यो टेम्पोरेरी फाइलहरुले चाहिँ यहाँको कम्प्युटरमा केही धेरै स्पेसहरु लिइराखेको हुन सक्छ। यसको काम छैन। यसलाई हामीले यसरी डिलिट गर्न सक्छौं। यो भयो पहिलो तरिका। अब दोस्रो तरिका भनेको चाहिँ यहाँले काम भइरहेछ। म अरु पनि गर्दै जान्छु। त्यसरी नै स्टार्ट बटनमा जानुस् अनि फेरि रन लेखेर अथवा रन खोल्नुस्, इन्टर गर्नुस् अनि तपाईले अर्को मेनु हान्न सक्नुहुन्छ। RECENT रिसेन्ट भनेर तपाईले इन्टर गर्नुस्। रिसेन्टको फाइलहरु पनि तपाईले शिफ्ट डिलिट गर्दिनुस्। यसलाई पनि यो पनि डिलिट भइसक्यो। त्यस्तै गरेर तपाईं फेरि स्टार्ट बटनमा जानुहोस्, रन लेख्नुहोस्, इन्टर गर्नुहोस् अनि अर्को क्लीन MGR भनेर लेखेर ओके गर्दिनुस्। यसलाई तपाईले ओके गर्दिनुस्। यसले डिस्क क्लिनहरु गर्छ। अनावश्यक फाइलहरु डाउनलोड भएर बसिरहेछ भने यसले क्लिन गरिदिन्छ। यसलाई पनि ओके गर्दिनुस्। तपाईले डिलिट फाइल गर्दिनुस्। त्यस्तै गरेर फाइनली फेरि स्टार्टमा जानुस्, रन टाइप गरेर इन्टर गर्नुस् अनि त्यसपछि तपाईले PREFETCH लेखेर इन्टर गर्दिनुस्। कन्टिन्यु गर्दिनु पर्ने हुन्छ यहाँले। यसको पनि फाइलहरु तपाईले सिलेक्ट अल गरेर शिफ्ट डिलिट गर्दिनुस्। यसलाई हामीले स्किप गर्दियौं। कतिपय फाइलहरु चाहिँ डिलिट नहुने अवस्थामा हुन सक्छ। यति भइसकेपछि लगभग तपाईको कम्प्युटर केही न केही सधैँको भन्दा फास्ट हुन्छ। तपाईले एकचोटी यसलाई रिस्टार्ट पनि गर्दिन सक्नुहुन्छ। यो काम सकिएपछि केही न केही त फास्ट नै हुन्छ। अनि अर्को एउटा फाइनली कुरा, तपाईको कम्प्युटर साच्चै नै स्लो छ, यो गर्दाखेरि पनि स्लो नै भइराख्छ भने चाहिँ तपाईले तपाईको कम्प्युटरको हार्ड डिस्क यदि HDD छ भने चाहिँ तपाईले यसलाई SSD मा कन्भर्ट गर्नुभयो भने मैले स्क्रिनमा देखाइरहेको छु। तपाईको कम्प्युटरमा चाहिँ HDD छ भने यसलाई SSD मा कन्भर्ट गरिदिनु भयो अथवा M.2 मा कन्भर्ट गरिदिनु भयो भने चाहिँ निश्चय नै कम्प्युटर पुरानै भए पनि राम्रै काम गर्छ। निकै फास्ट चल्छ। मेरो यो कम्प्युटरमा पनि मैले HDD लाई क्यान्सल गरेर SSD राखेको छु। अहिले धेरै नै राम्रो चल्छ। हस् त, मैले सानो टिप्स दिएँ यहाँहरुलाई। यस्तै टिप्सका लागि चाहिँ यहाँहरुले मलाई सम्झाउनुहुनेछ भन्ने अपेक्षा छ। हस् त, नमस्कार।